क्याश फ्लो फ्रम हामी आज क्वेसन नम्बर 11 सोलुसन गर्दैछ ध्यान दिएर सुन्नुस् ल हामी पढ्दैछ आज क्याश फ्लो स्टेटमेन्ट कुन मेथडबाट पढ्दैछ डाइरेक्ट मेथडबाट पढ्दैछ अब क्याश फ्लो स्टेटमेन्टको एउटा फर्मेट बनाउने क्याश फ्लो स्टेटमेन्टको फर्मेट बनाउने यहाँनिर सबभन्दा यो पार्टिकुलर अमाउन्ट ठिक छ अहिले सबभन्दा फर्स्ट स्टेप क्याश फ्लोमा कतिवटा स्टेप हुन्छ 3टा अनि 6वटा स्टेप हुन्छ नि गरा 3टा स्टेप हुन्छ 3टा स्टेप के हुन सक्छ भनेपछि क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज क्याश फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिज क्याश फ्लो फ्रम फाइनान्सिङ एक्टिभिटिज हामी फर्स्ट स्टेप पढ्दैछ क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज अब क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज अब क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज हामी पढ्दा ध्यान दिएर सुन्नुस् ए नम्बरमा क्याश कलेक्सन फ्रम कस्टमर पनि भन्छ या सेल्स पनि भन्छ या डेब्टर्स पनि भन्छ ठीक छ क्याश कलेक्सन फ्रम कस्टमर सेल्स एन्ड डेब्टर्स तपाईले यहाँनिर लेखाएको छ त्यहाँ रुल्समा हो रुल्समा सबभन्दा फर्स्टमा एडिसनल इन्फर्मेसनमा जाने एडिसनल इन्फर्मेसनको त्यहाँनिर एडिसनल इन्फर्मेसनमा हेर्नु पर्यो कि सेल्स भनेर दिएको छ कि छैन सेल्स रेभिन्यू छ कि छैन सेल्स रेभिन्यू सर्भिस रेभिन्यू अर्को भनेको रेभिन्यू भनेर दिएको हुन्छ हैन त्यहाँ सेल्स फर द इयर भनेर दिएको छ हो अब सेल्स फर द इयर भनेर दिएको छ भने तपाईले यहाँनिर लेखिदिनु पर्यो सेल्स फर द इयर अब सेल्स फर द इयर कति रुपैयाँ दिएको छ 8,12,000 रुपैयाँ सेल्सको मतलब बिक्री गर्छ भने पैसा आउँछ कि जान्छ आउँछ पैसा आउँछ भने इनफ्लो पैसा जान्छ भने आउटफ्लो सेल्स गर्दाखेरि पैसा हाम्रो गइरहेको छ भने के हुन्छ त्यही त भन्छ आइरहेको छ कि गइरहेको छ आइरहेको छ भने इनफ्लोको मतलब प्लस मा देखाउने ठीक छ त्यसपछि तपाईले भनेको छ कि अब ब्यालेन्स शीटको एसेट साइडमा गएर खोज्नु पर्यो 6वटा कुरा याद राख्नु सबभन्दा पहिला डेब्टर सन्डी डेब्टर बिल्स रिसेभर अकाउन्ट रिसेभर नोट रिसेभर बुक डेब्ट यो खोज्नु पर्यो त्यसमा भनेको बढिरहेको छ भने इन्क्रिज घटिरहेको छ भने डिक्रिज अब त्यो सम्पत्ति भनेको यो 6वटा भनेको करेन्ट एसेट हो त्यो करेन्ट एसेट यदि बढिरहेको छ भने आउटफ्लो घटिरहेको छ भने इनफ्लो अब ध्यान दिएर सुन्नुस् अब 11 नम्बरमा हेर्नु त ब्यालेन्स शीटको एसेट साइडतिर जानुस् यहाँनिर भनेर अकाउन्ट रिसिभेबल भनेर दिएको छ हो अकाउन्ट रिसिभेबल 2019 र 2020 भनेर दिएको छ अब अकाउन्ट रिसिभेबल 2019 मा 80,000 अनि 2020 मा के छ 1,25,000 यो बढेछ कि घटेछ बढेको छ भने इन्क्रिज कि डिक्रिज इन्क्रिज इन अकाउन्ट रिसिभेबल अब अकाउन्ट रिसिभेबल भनेको एसेट हो तपाईले के भनेको एसेट भनेको बढ्छ भने आउटफ्लो घट्छ भने इनफ्लो अब यहाँनिर बढिरहेछ कि घटिरहेछ बढिरहेको कतिले बढिरहेछ 45,000 ले बढिरहेको छ भने आउटफ्लोको मतलब माइनसको मतलब ब्र्याकेट त्यो देखाउनु पर्यो अर्को डेब्टर सन्डी डेब्टर योहरु भेटाएको छ छैन भने छोड दिनु पर्यो अब जाने अब तपाईले एडिसनल इन्फर्मेसनमा खोज्नु पर्यो डिस्काउन्ट अलाउड भनेर हो एडिसनल इन्फर्मेसन डिस्काउन्ट अलाउड भनेर दिएको छ भने देखाउनु पर्यो छैन भने यदि डिस्काउन्ट अलाउडको मतलब बुझ्नुहुन्छ हामीले डिस्काउन्ट दिएको छ हामीले डिस्काउन्ट दिन्छ भने हाम्रो पैसा भनेको जान्छ त्यो भनेको आउटफ्लोमा लेखिन्छ अर्को तपाईले भने थियो कि ब्यालेन्स शीटको लायबिलिटी साइडमा गएर प्रोभिजन फर ब्याड डेब्ट या प्रोभिजन फर डाउटफुल डेब्ट भनेर खोज्नु पर्यो अब प्रोभिजन फर ब्याड डेब्ट दिएको छ तपाईलाई 4,000 र 5,000 बढेछ कि घटेछ अब त्यो त लायबिलिटी साइडमा दिएको छ अब बढेछ कि घटेको छ बढेको छ बढ्नुलाई इन्क्रिज भन्छ के भन्छ इन्क्रिज इन प्रोभिजन फर ब्याड डेब्ट
प्रोभिजन फर ब्याड डेब्ट्स इन्क्रिज इन प्रोभिजन फर ब्याड डेब्ट भनेर दिएको छ हो। अब यहाँनिर भने इन्क्रिज, अब त्यो लायबिलिटी साइडमा, लायबिलिटी साइड भनेको इन्क्रिज हुन्छ मतलब बढ्छ भने इनफ्लो, घट्छ भने आउटफ्लो। ठिक छ, यहाँनिर बढिरहेको छ हो। कतिले बढिरहेको छ? 1000 ले बढेको कारणले गर्दाखेरि त्यो के हुन्छ? इनफ्लो। अब त्यसपछि भनेको यो बाहेक अरु केही पनि खोज्नै पर्दैन, जति कुरा भनेको छ त्यति कुरा खोज्नुस्, त्यो बाहेक अरु केही पनि हुनेवाला छैन। ठीक छ, अब तपाईले यसलाई के गर्दिनु पर्यो? हिसाब किताब। यो पनिको प्लसमा, यो पनि प्लसमा, यो माइनसमा। त प्लस प्लस जोड्ने, माइनस भनेको घटाउने। त 8,12,000 मा 1000 जोड्यो भने 8,13,000 घटाएर कति हुन्छ? घटाएर कति हुन्छ? 8,13,000 बाट 45,000 घटाउनु पर्यो। कति? 7,68,000। 7,68,000। 7,68,000। अब प्लस वाला बढी छ कि माइनस वाला? प्लस वाला छ भने प्लसमा आन्सर आउने यसको। ठीक छ, माइनस वाला बढी भएको भए माइनसमा आन्सर आउँछ। ठीक छ, अब त्यसै बी नम्बर हामीले बनाउनु पर्छ क्याश पेड टु सप्लायर्स अनि अर्को भनेको पर्चेज, यसकै अर्को नामहरु छ। अर्को भनेको क्रेडिटर्स। ठीक छ, यसको मतलब हामीले क्याश पेड कलाई गरिरहेको छ, क्रेडिटरको मतलब साउलाई त्यहाँबाट हामीले सामान खरिद गरेको होला हैन। अब हेर्नुस् त, यसमा तपाईले खोज्नु पर्यो जतिवटा कुरा भन्दा चाहिँ त्यतिवटा भनेको मात्र भनेको बुझ्नु पर्यो, त्यो बाहेक अरु केही पनि आउनै सक्दैन, त्यसको ग्यारेन्टी म। अब यहाँनिर क्याश पेड टु सप्लायरमा सबभन्दा फर्स्टमा एडिशनल इन्फर्मेसनमा जाने कस्ट अफ गुड्स सोल्ड या कस्ट अफ सेल्स भनेर खोज्ने। अब कस्ट अफ गुड्स सोल्ड दिएको हुन्छ, कस्ट अफ गुड्स सोल्ड दिएकै हुन्छ। अब कस्ट अफ गुड्स सोल्ड भनेको तपाईले कसरी निकाल्नु हुन्छ? सिम्पल भाषामा भन्यो भने ट्रेडिङ अकाउन्टको डीआर साइडमा जे जति आउँछ त्यसलाई के गर्दिनु पर्यो? जोड दिनु पर्यो। क्लोजिङ स्टक र पर्चेज रिटर्न घटाउँदा के आउँछ? कस्ट अफ गुड्स सोल्ड। मतलब ट्रेडिङ अकाउन्टको डीआर साइडमा सबै भनेको कुन एक्सपेन्सेस हो? डाइरेक्ट एक्सपेन्सेस। एक्सपेन्सेसको मतलब खर्च। खर्च हुँदाखेरि पैसा जान्छ, पैसा जान्छ भने आउटफ्लो, पैसा आउँछ भने इनफ्लो, पैसा जान्छ भने आउटफ्लो। त्यो खर्च भएको कारणले गर्दाखेरि के हुन्छ? आउटफ्लो। कति पैसा दिएको छ? 4,46,000 पैसा भनेको यो त हाम्रो लागि के हुन्छ? आउटफ्लो। ब्र्याकेटले के गरिदिनु पर्यो? गरिदिनु पर्यो। ठीक छ, अब त्यसपछि भनेको कस्ट अफ गुड्स सोल्ड पछाडी ब्यालेन्स शीटको एसेट साइडमा जाने स्टक इन ट्रेड इन्भेन्ट्री भनेर खोज्ने। अब इन्भेन्ट्री भनेर दिएको छ। अब इन्भेन्ट्री 2019 मा दिएको छ 1 लाख अनि 2020 मा दिएको छ 1,60,000। बढेछ कि घटेछ? बढ्नुलाई इन्क्रिज, घट्नुलाई डिक्रिज। बढ्नुलाई के भन्छ? इन्क्रिज इन इन्भेन्टरी हैन। कतिले बढेछ? 60,000 ले। अब इन्भेन्ट्री हेर्नु त कुन साइडमा छ? एसेट साइडमा। तपाईले भनेको छ एसेट भनेको बढ्यो भने आउटफ्लो, एसेट घट्यो भने इनफ्लो। अब एसेट यहाँनिर बढिरहेको छ कि घटिरहेको छ? बढिरहेको छ भने के गर्दिनु पर्यो? आउटफ्लो, मतलब माइनसमा देखाउनु पर्यो। ठीक छ, त्यसपछि इन्भेन्ट्री पछि ब्यालेन्स शीटको लायबिलिटी साइडमा जाने 5 वटा कुरा खोज्ने। क्रेडिटर, सिन्डिकेटर, बिल्स पेबल, अकाउन्ट्स पेबल, नोट्स पेबल हैन। कतिवटा कुरा खोज्ने? 5 वटा। क्रेडिटर, सिन्डिकेटर, बिल्स पेबल, अकाउन्ट्स पेबल, नोट्स पेबल। ठीक छ, त्यहाँनिर हेर्नु त ब्यालेन्स शीटको लायबिलिटी साइडमा अकाउन्ट पेबल भनेर दिएको छ 2019 मा 1,40,000, 2020 मा 1,70,000। बढेछ कि घटेको छ? बढेको छ। बढेको छ भने इन्क्रिज कि डिक्रिज? इन्क्रिज लेखिन्छ। इन्क्रिज इन अकाउन्ट पेबल, अकाउन्ट्स पेबल। अब अकाउन्ट्स पेबल भनेको कुन साइडमा दिएको छ? लायबिलिटी साइडमा। यसको मतलब त्यो लायबिलिटी छ। अब लायबिलिटीज यदि बढिरहेको छ भने, कुनै पनि लायबिलिटी यदि बढिरहेको छ भने इनफ्लो, घटिरहेको छ भने आउटफ्लो। यहाँ बढिरहेको छ कि घटिरहेको छ? कतिले बढ्यो? 30,000 ले बढिरहेको छ। 30,000 ले बढ्यो भने त्यसलाई के भन्छ? इनफ्लो। बढ्यो भने के हुन्छ? इनफ्लो। लायबिलिटीज बढ्यो भने इनफ्लो, लायबिलिटीज घट्यो भने आउटफ्लो। ठीक छ, अब त्यसपछि भनेको तपाईले एडिशनल इन्फर्मेसनमा जाने। एडिशनल इन्फर्मेसनमा जाने त्यहाँ डिस्काउन्ट रिसिभ भनेर खोज्ने। किनभने क्रेडिटरहरुले हामीले कहिलेकाहीँ के दिँदो रहेछ? डिस्काउन्ट दिन्छ। डिस्काउन्ट दिन्छ भने हाम्रो पैसा बन्छ, हामीसँग पैसा त्यो छ भने हाम्रो लागि भनेको आम्दानी इन्कम भयो। इन्कम हुने बित्तिकै त्यो के हुन्छ? इनफ्लो। त्यो दिएको छ? छैन भने छोड दिनु पर्यो हैन। अब त्यसपछि यसलाई क्लोज गर्दिनु। अब यो पनि माइनस, यो पनि माइनस, माइनस माइनस जोड दिनु पर्यो। ठीक छ, अनि त्यसपछि भनेको यो प्लस वाला घटाइदिनु पर्यो। मतलब माइनस वाला बढी छ भने यसको आन्सर केमा आउँछ? माइनसमा आउँछ। अब यो कति आउँछ? 4,76,000 गरेर यसलाई जोडेर यसलाई घटाएर 4,76,000 पैसा आयो। हामीले दोस्रो स्टेपमा यो बाहेक अरु केही पनि गर्नु पर्दैन, यति कुरा खोज्यो भने पुग्छ। त्यसपछि सी नम्बरमा हामी बनाउँछ
cash paid to employee or and other operating expenses लेके पनि हुन्छ, other expenses लेके पनि हुन्छ, ठीक छ? operating expenses या other expenses, ठीक छ? अब यसमा खोज्नु पर्यो सबभन्दा फर्स्टमा यो यसको लागि तेस्रो नम्बरको लागि क्याश पे टु इम्प्लोय एन्ड अदर एक्सपेन्सेसमा सबभन्दा फर्स्टमा जाने एडिसनल इन्फर्मेसनमा अफिस एक्सपेन्सेस, अपरेटिङ एक्सपेन्सेस। अब क्याश पे टु इम्प्लोय एन्ड अदर एक्सपेन्सेस भनेर दिएको छ हो। अब क्याश पे टु इम्प्लोय एन्ड अदर एक्सपेन्सेसमा कुन कुन टर्म्सहरु आउँछ भने भन्छु। सबभन्दा फर्स्टमा एडिसनल इन्फर्मेसनमा जाने या एडजस्टमेन्टमा जाने या इन्कम स्टेटमेन्ट दिएको छ भने इन्कम स्टेटमेन्टमा जाने। अब त्यसमा खोज्नु पर्यो सबभन्दा पहिला अपरेटिङ एक्सपेन्सेस। अपरेटिङ एक्सपेन्सेसमा केही पनि इन्क्लुडिङ छ भने त्योबाट घटाइदिनु पर्यो, ठीक छ? अपरेटिङ एक्सपेन्सेस, एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस, अफिस एक्सपेन्सेस, सेलिङ एक्सपेन्सेस, डिस्ट्रिब्युसन एक्सपेन्सेस, जेनरल एक्सपेन्सेस जस्ता एक्सपेन्सेसहरु खोज्ने। यो बाहेक अरु केही पनि दिएको हुँदैन, यो बाहेक कुनै न कुनै दिएको होला। यहाँ अपरेटिङ एक्सपेन्सेस भनेर दिएको छ। अपरेटिङ एक्सपेन्सेस इन्क्लुडिङ डिप्रिसिएसन अन प्लान्ट एन्ड मेसिनरी 65,000 एन्ड इन्ट्रेस्ट अन डिबेन्चर 20,000। टोटल अपरेटिङ एक्सपेन्सेस 2,50,000 भनेर दिएको छ हो। 2,50,000 मा डिप्रिसिएसन 65,000 र 20,000 भनेको इन्ट्रेस्ट ब्याजको पैसा भनेको घटाइदिनु पर्यो। त 2,50,000 बाट 65,000 20,000 85,000 घटायो भने कति हुन्छ? 1,65,000। 1,65,000 भनेर लेख्ने। केही पनि यसमा इन्क्लुडिङ छ भने सबभन्दा फर्स्टमा तपाईले के गर्दिनु पर्यो? घटाइदिनु पर्यो। घटाएर जति आउँछ त्यो भनेको अपरेटिङ एक्सपेन्सेस हो। 1,65,000 भनेको अपरेटिङ एक्सपेन्सेस हो। यो माइनसमा किन आउटफ्लो हुन्छ? किनभने एक्सपेन्सेसको मतलब खर्च भएपछि पैसा जान्छ भने आउटफ्लो, पैसा आउँछ भने इनफ्लो, पैसा जान्छ भने आउटफ्लो। त यहाँनिर 1,65,000 भनेको हाम्रो अपरेटिङ एक्सपेन्सेस भएको कारणले गर्दाखेरि पैसा गयो भने आउटफ्लोमा लेखिएको हो, ठीक छ? त्यसपछि तपाईले खोज्नु पर्यो एडमिनिस्ट्रेटिभ, सेलिङ, डिस्ट्रिब्युसन यस्तो एक्सपेन्सेसहरु दिएको छ। अरु के पनि छैन भने छोड दिनु पर्यो। अब त्यसपछि अपरेटिङ एक्सपेन्सेस या एडमिनिस्ट्रेटिभ, अफिस एक्सपेन्सेस, सेलिङ एक्सपेन्सेस, डिस्ट्रिब्युसन एक्सपेन्सेस योहरु यदि भेटाएको छ भने लेख्नु होला, छैन भने छोड दिने। त्यसपछि जाने ब्यालेन्स सिटको एसए साइडमा, ब्यालेन्स सिटको एसए साइडमा जाने त्यहाँ प्रिपेड, एडभान्स या अनएक्सपायर्ड एक्सपेन्सेस भनेर खोज्ने। अब ब्यालेन्स सिटको एसए साइडमा यदि मतलब त्यहाँनिर दिएको हुन्छ एक्सपायर्ड, अनएक्सपायर्ड एक्सपेन्सेस, त्यसै प्रिपेड एक्सपेन्सेस, एडभान्स एक्सपेन्सेस, त त्यहाँ पनि बढेछ कि घटेछ? बढेको छ भने इन्क्रिज भनेर लेख्ने, घटेको छ भने डिक्रिज भनेर लेख्ने हो। यदि सम्पत्ति बढिरहेको छ, एसेट भनेको बढिरहेको छ भने आउटफ्लो, एसेट भनेको घटिरहेको छ भने इनफ्लो भनेर लेख्ने। त्यसपछि त्यो भेटाएन भने अर्को चोटी भनेको जानु पर्यो ब्यालेन्स सिटको लायबिलिटी साइडमा। ब्यालेन्स सिटको लायबिलिटी साइडमा गएर त्यसमा खोज्नु पर्यो पेएबल एक्सपेन्सेस, आउटस्ट्यान्डिङ एक्सपेन्सेस, ड्यू एक्सपेन्सेस भनेर खोज्ने। त्यस्तो दिएको छ भने त्यसलाई पनि इन्क्रिज डिक्रिज गरेर, त्यो त लायबिलिटीज भयो। त लायबिलिटीज भनेको इन्क्रिज भएपछि इनफ्लो, डिक्रिज भएपछि आउटफ्लो, त्यो मानेर हामीले गर्दिनु पर्यो। तर दिएको छैन भने यसकै भनेको हामीले गर्दिनु पर्यो। टोटली कति आउँछ? 1,65,000 को 1,65,000, ठीक छ? त्यसपछि डी नम्बरको पालो आउँछ क्याश पेड टु इन्ट्रेस्ट एन्ड ट्याक्स। इन्ट्रेस्ट एन्ड ट्याक्स। अब यो खोज्नको लागि तपाईले एडिसनल इन्फर्मेसनमा जानु पर्यो। या इन्कम स्टेटमेन्ट दिएको छ भने इन्कम स्टेटमेन्टमा, अर्को भनेको तपाईँ एडजस्टमेन्टमा दिएको छ भने एडजस्टमेन्टमा जाने। त्यहाँबाट खोज्ने इन्ट्रेस्ट एक्सपेन्सेस, इन्ट्रेस्ट अन डिबेन्चर, इन्ट्रेस्ट अन बैंक लोन, इन्ट्रेस्ट अन लोन, इन्ट्रेस्ट अन ओभरड्राफ्ट यस्तो भनेर दिएको हुन्छ। यानी इन्ट्रेस्ट अन डिबेन्चर भनेर दिएको छ हो। इन्ट्रेस्ट अन डिबेन्चर। अब इन्ट्रेस्ट अन डिबेन्चर। अब इन्ट्रेस्ट अन डिबेन्चर भनेर दिएको छ कि छैन? 20,000 भनेर अपरेटिङ एक्सपेन्सेसमा इन्क्लुडिङ थियो हो। त त्यही भनेको इन्ट्रेस्ट अन डिबेन्चर 20,000 दिएको छ। अब तपाईले ऋण लिनुहुन्छ भने ब्याज तिर्नुहुन्छ कि हुँदैन? ब्याज तिर्दाखेरि पैसा जान्छ कि आउँछ? त पैसा आउँछ भने इनफ्लो, पैसा जान्छ भने आउटफ्लो। त ब्याज तिर्दा पैसा जान्छ भने आउटफ्लो। अब त्यसमै एडिसनल इन्फर्मेसन मै खोज्नु पर्यो ट्याक्स पेड। ट्याक्स पेड भनेर कतै दिएको छ? ट्याक्स पेड भने पनि त्यहाँ ट्याक्स पेड दिएको भए तपाईले ट्याक्स पेड भनेर लेख्यो। जति अमाउन्ट छ त्यति अमाउन्ट ट्याक्स तिर्दाखेरि, सरकारलाई ट्याक्स तिर्दाखेरि हाम्रो पैसा जान्छ कि आउँछ? जान्छ भने त्यो पनि के हुन्थ्यो? आउटफ्लो, ठीक छ? अरु के पनि दिएको छ? छैन भने यसको टोटल भनेको कति नै भइहाल्यो? 20,000। आउटफ्लो कि इनफ्लो? आउटफ्लो। अब आउटफ्लो भइहाल्यो। अब त्यसपछि भनेको अब यहाँ डी नम्बर बनाइसकेपछि अब जरुरी पर्यो भने लेख्नु होला।
जरुरी परेको छैन भने अर्को बनाउनु जरुरी नै छ। जसरी तपाईले बैंक ओभरड्राफ्ट दिएको छ, बैंक ओभरड्राफ्ट दिएको छैन भने एक्स्ट्रा अर्डिनरी आइटम बनाउनु पर्दैन। यदि बैंक ओभरड्राफ्ट दिएको छ भने एक्स्ट्रा अर्डिनरी आइटम बनाउनु के गर्नुपर्छ, बनाउनु पर्छ तपाईलाई। अब एक्स्ट्रा अर्डिनरी आइटम बनाउने बैंक ओभरड्राफ्ट दिएको अवस्थामा अब त्यहाँनिर तपाईले बढेको हुन्छ या घटेको हुन्छ हैन। त बढेको छ भने इन्क्रिज, घटेको छ भने डिक्रिज। अब बढेको छ भने अब बैंक ओभरड्राफ्ट त लायबिलिटी साइडमा दिएको हुन्छ, त लायबिलिटी साइड बढेको छ भने इनफ्लो, घटेको छ भने आउटफ्लो। किनभने हामी कर्जा भनेको यदि हामी तिरिरहेको छ, फिर्ता गरिरहेको छ भने हाम्रो पैसा भनेको जान्छ, जान्छ भने हाम्रो लागि आउटफ्लो हुन्छ। हामी कर्जा लिइरहेको छ, लिन्छ भने बढ्छ हाम्रो कर्जा, बढ्छ भने हाम्रो लागि भनेको पैसा आइरहेको छ भने इन्फ्लो गर्नुपर्छ। त्यो दिएको छ भने हामीले बनाउनु पर्छ एक्स्ट्रा अर्डिनरी आइटम, दिएको छैन भने बनाउनु पर्दैन। दिएको छ हेर्नुस् त, छैन भने छोड्दिनु। अर्को नेक्स्ट कुरा के हुन्छ भनेपछि तपाईले एउटा अझ भनेको तपाईले क्याश कलेक्सन या क्याश रिसिभ फ्रम अदर इन्कम या गेन। अब अदर इन्कममा तपाईलाई इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट भनेको हुन्छ, त्यहाँबाट पैसा हुन्छ हैन। हामीले कतैतिर लगानी लगाएको छ भने त्यहाँबाट ब्याज आउँछ भने त्यो हाम्रो लागि इन्कम हुन्छ, इन्कम भएपछि इन्फ्लो, त्यो खोल्नु पर्छ। अब इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट, इन्ट्रेस्ट रिसिभ, कमिसन रिसिभ, डिभिडेन्ड रिसिभ, प्राइस भनेको तपाईले इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट या इन्ट्रेस्ट रिसिभ, अर्को डिभिडेन्ड रिसिभ भनेर आएको हुन्छ। त त्यसकारण तपाईले बुझ्नु पर्यो यदि त्यो दिएको छ भने त्यो क्याश रिसिभ फ्रम अदर इन्कम या गेन बनाउने, दिएको छैन भने छोड्दिने। त्यहाँ दिएको छ तपाईले, दिएको छैन नि, छैन भने यहाँले क्लोज गरिदिनु पर्यो। ठीक छ, क्लोज गरे यहाँनिर लेख्नु पर्यो लास्टमा नेट क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटीज। सर आन्सर मिल्दैन। अपरेटिङ एक्टिभिटीज, ठीक छ। अपरेटिङ एक्टिभिटीज A प्लस B प्लस C प्लस D। अब 4वटा छ भने 4वटालाई अब ध्यान दिएर सुन्नुस् त, यहाँनिर कति दिएको छ, 7,68,000 प्लसमा कि माइनसमा? यो त A को आन्सर हो नि, 7,68,000 भनेर प्लसमा। B को आन्सर भनेको माइनस कि प्लस? माइनस। 4,76,000 भनेको माइनसमा। त्यसपछि C को आन्सर भनेको पनि माइनसमा, 1,65,000 भनेको माइनसमा। D को आन्सर पनि माइनसमा छ भने 20,000 भनेको त्यो पनि माइनस हो। अब तपाईले यो सबैको 7,68,000 बाट यो पनि गराउनुस्, यो पनि गराउनुस्, यो पनि गराउनुस्, सबै 1,07,000 त्यो कलममा लेख्ने 1,07,000। हाम्रो लागि भनेको यो अपरेटिङ मात्र भनेको यहाँनिर भनेको हाम्रो सकियो। अपरेटिङ एक्टिभिटी बनाउँदाखेरि हामीले यति पढ्यो भने हामीले यो भन्दा अरु केही पनि पढ्नै पर्दैन। हरेक हिसाब भनेको यहाँबाट बन्छ। जतिवटा कुरा भनेको छ नि त्यतिवटा भनेको याद राख्नुस्।